हेलो गुड मर्निङ, स्वागत छ मेरो सानो मिनी भ्लगमा। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले बनाउँदैछु अचार। यसलाई चाहिँ ठाउँअनुसार चाहिँ धेरै नाम दिनुहुँदो रहेछ। शीतल चिनी या सोइजन के भन्नुहुन्छ। सो म चाहिँ यसलाई शीतल चिनी भनेर चिन्छु। यो चाहिँ मैले पाहाडमा कहिले देखेको पनि होइन, मैले सुनेको पनि होइन। यो चाहिँ जब तराईमा बस्न लागेदेखि चाहिँ चिनेको मैले यसलाई चाहिँ। सुरुमा खाँदा चाहिँ कस्तो लाग्यो, अनि आजभोलि त एकदम मिठो लाग्छ। यो सिजनमा पाइन्छ नि त अहिले। अनि पछि थोरै लिएर आएको थिएँ मैले पनि, अनि कलिलै थियो, त्यस्तो छिप्पेको चाहिँ थिएन। छिप्पेको चाहिँ सायद तरकारी खानुहुन्छ होला, तर तरकारी चाहिँ मलाई मिठो लाग्दैन यसको चाहिँ। अनि यसलाई मैले 5-10 मिनट चाहिँ भल्काएँ। अनि आलु पनि अलरेडी उसिनेको थिएँ, अनि यता तिल भुटेँ, अनि पछि सबै नुन बेसार अनि लास्टमा तेलले जाने। सो यस्तो देखेको थियो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। ओके, बाई।